त्यस पूर्व मैले सठिकमा भने आजको यो कार्यक्रमको लागि निकै कौतूहलता थियो। मेरो एउटा विद्यालयमा चाहिँ मोटिभेसनल क्लास मैले पेन्डिङमा राखेर यो कार्यक्रममा म चाहिँ समाविष्ट भएँ। यहाँ चाहिँ उपस्थिति हुने साह्रै टुटी पऱ्यो, साहित्यिक सिर्जना गरिरहने भएकोले ठिक छ। यति बेला म आफ्नो यहाँ रचनालाई अगाडि यसरी वाचन गर्न चाहन्छु। मेरो पहिलो मुक्तक चाहिँ यसरी अगाडि बढ्छ। ओके, धैर्य गरेर सुनिदिनु होला। सन्तानप्रति आमाको प्यार धेरै हुन्छ, सन्तानप्रति आमाको प्यार धेरै हुन्छ, विदेशी जा उनको मुटु घ्यार घ्यार धेरै हुन्छ, फजुल खर्च नगरेर रेमिट्यान्स पठाएमा। सन्तानप्रति आमाको प्यार धेरै हुन्छ, विदेशी जा उनको मुटु घ्यार घ्यार धेरै हुन्छ, फजुल खर्च नगरेर रेमिट्यान्स पठाएमा। साना नाति नातिनाको सन्तानप्रति आमाको प्यार धेरै हुन्छ, विदेशी जा उनको मुटु घ्यार घ्यार धेरै हुन्छ। मेरो यो कार्यक्रममा अन्तिम मुक्तक यहाँनिर सेयर गरेँ। नानी बन्न मुहारमा चमक थप्नुपर्छ, नानी बन्न मुहारमा चमक थप्नुपर्छ, साहित्यमा लुकेका झमक थप्नुपर्छ। जसरी मिठो परिकार पकाइरहँदा हामीले, जसरी मिठो परिकार पकाइरहँदा हामीले खुर्सानीको साथमा अलिकति नमक थप्नुपर्छ। नानी बन्न मुहारमा चमक थप्नुपर्छ, साहित्यमा लुकेका झमक थप्नुपर्छ, साहित्यमा लुकेका झमक थप्नुपर्छ भन्दै अहिलेलाई चाहिँ पछेल पर्छौँ। हस्, धन्यवाद।